हेलो गाइज के हो रोलेक्स देखेर एकदमै होइन छक्क पर्नु भयो होला यो चाहिँ रोलेक्सकै होइन यो त्यही हाम्रै त्यही होइन हिजो अस्तिकै फेस हो अनि अहिले चाहिँ हामी यसो कमडहलतिर अब कहाँबाट आयो मैले भन्नु मिल्दैन यताउता केही भङसङ हाने हुनसक्छ तर हुन पनि सक्छ होइन त्यो चाहिँ अब के भन्छ प्रोबेबिलिटी त्यही हो अनि अरू गाइज अनि के छ होइन च्यालेन्ज गोइङ अन आज चाहिँ डे 19 स्टार्ट भइसक्यो एन्ड सो डे 19 सम्म चाहिँ रेगुलरली भिडियो आयो एन्ड 1000 डेको चाहिँ त्यही हो च्यालेन्ज एनी हाउ कम्प्लिट भइहाल्छ होइन र त्यही हो एन्ड गिभ मी सपोर्ट। अहिले चाहिँ हामी यहाँ ठ्याक्क मदन चोक पुग्न लाग्यौँ र अब मदन चोक मतलब त्यो खासमा पहिले एउटा मेरै साथी मदन थियो अब त्यसले बना हो कि त्यही भएर त्यही हो मदन छ भने कमेन्ट हान्नु होला तपाईँकै चोक हो एकदम त्यहाँबाट चाहिँ अब हजुरको नाममा म एकदम ट्रान्सफर हान्नु पर्यो हो रजिस्टर हान्नु पऱ्यो अनि ऊ त्यहाँ अब अगाडितिर के देखाउने अब छन् त धेरै छन् तै पनि देखाइदिउँ ऊ त्यहाँतिर छन् पलट पलट हेट त्यति ल पलट भन पलट एकजना पल्टे सबजना पलट एक दुईजना पल्टे होइन सबै पल्टेनन् बट ठिकै छ तिनले नपल्टे नि हामी अगाडि गएर देखाइदिउँ के छ र जसरी त्यही त जसरी देखाउनु त हो र फाइनल्ली अब त्यही हो भेटघाट चौतारी भनौँ कि मदन चोक भनौँ अब यहाँनिर पुगिसक्यो होइन जस्ट त्यहाँनिर छ एकदमै बबाल छ होइन भ्यू पनि र भ्यूको साथमा अब हामी त जहिले नि बबाल हो एकदम ए यार मेरो यता मिस्टेक भयो त ल फाइनल्ली अब मलाई एकदमै भाइ हो होइन अब म यहाँ जे पनि गर्न सक्छु कसैलेलाई कुट्न नि सक्छु भनेर चाहिँ भन्दैन अहिले मेरै टाउको फोडिदिएला हेर्नु है अब के भन्ने गाइस के भन्ने यो कारभन्दा अगाडि हामी गएनौँ भने कसम छ कि यो हुन्न यार यस्तो हुन्न के भयो कि मैले भने नि त भयो गाइस होइन हामी यस्तै हो कि हाम्रो लागि कार पनि रोकिन्छ माइगोडे के हो पुरै रिसले पो हेर्दिरा ओ माइगो रियाक्सन त कडा आयो त वाट इज दिस रियाक्सन दिस इज न्युट्रल घडीको दोकान भनेपछि ऊ त्यहाँनिर थियो त्यहाँनिर बन्द छ आउने बेला बनाउनु र अनि त्यही हो होइन अब यहाँबाट अहिले स्टेट जाँदैछौँ त्यहाँ अब हाम्रो पुरानो स्कुल पनि अगाडिनिर छ होइन कुनै बेला यही बाटोमा हामी हिँडेका थियौँ होइन त्यही कलेजमा पढेका थियौँ अहिले छोडिसक्यौँ एन्ड बाटो मोडिसक्यौँ बाटो मोडेर गयौँ हामी स्कुल छोडेर गयौँ स्कुलमा पढेर गयौँ स्कुलमा छडेर गयौँ अनि छडेर पनि गयौँ र अनि त्यही अब भेरकुटीमा चाहिँ जसले नि पढ्नुहुन्छ यसो होइन हेर्दाखेरि फ्युचर याद गर्नु होइन त्यो आजभोलि पढ्ने जसले पढिसकेको छ त्यसलाई अलरेडी केही भन्नै पर्दैन अनि त्यो एकदम कन्टिन्यू एन्ड च्यालेन्ज गोइङ अन माथि अन उठिसक्यो हाम्रो फोन च्यालेन्ज गोइङ अन माया पानको This is morning and challenge is running. This is morning and challenge is learning. Challenge is running. Challenge is running. We are running and we know how to start vlogging. Yeah. That's sometimes. अनि अहिले फेरि एडभर्टाइजमेन्ट नगरौँ यो मञ्च खञ्चतिरको मञ्चलाई साउट आउट नदियो त्यही त छोडिदिउँ देऊ भने जस्तो लाग्यो त्यही भएर अनि अब यतातिर यो वेस्टर्न मल्टिमिट मार्ट चाहिँ मैले अस्तितिर खोलेको होइन अब यो हाम्रो होइन हाम्रो पनि होइन कसको मन लागि जानु होला नत्र नजानु होला सकेसम्म नजानु होला यो ढाबाबाट यताउता किन्नु होला होइन जाँदै पर्ने भन्ने छ हामी अम्बानीको छोराछोरी होइन त्यही त होइन छ भन्दैमा खर्च गर्नु भएन हाम्रो जस्तै कलेज भयो हानेर कपडल पनि गएन के गर्नु के र गाइस अब ठ्याक्क चाहिँ अब कबड हलको चाहिँ भित्रकै देखाउँछु 1 2 3 गो
फाइनली हामी पुगिसक्यो कबड्डी हलमा। यस कबड्डी हलमा होइन हाम्रो इन्ट्री भइसक्यो अनि उतातिर अब खै अगाडिका अगाडि छन् पछाडिका पछाडि छन् हामीलाई सँगै आएको 10-12 जना चारजना अगाडि आए बिचमा हामी थिए पछाडि 7-8 जना थिए अब कोही पनि छैन एकदम हामी 2-3 जना मात्रै छौँ त्यो साला घरका न घाटका होइन यस्तै छ गलीका कुत्ता घरका न घरका न घाटका भन्छ भेटे अरू चाहिँ अगाडि छन् र अनि त्यही हो अब यतातिर एकदमै बबाल छ होइन एन्ड केही छिनमा एकदम रमाइलो भइरहेको अनि त्यही हो यो कहाँबाट पुग्यो यिनीहरू गली के कुत्ते न घर के न घाटे भने यिनीहरू नै हुन् कमलले हामीलाई छाटिया अब तम हाम्रै अगाडि थियो कमले उनी खै लाने जो अगाडि छ उसले छोड्छ कि जो पछाडि छ उसले छोड्छ पछाडि गालेले साथ छोडी हे प्रभु भगवान त नबोले इधर साथ की बात मत करो अभी दिन है रात की बात मत करो अभी सब खुला है राज की बात मत करो अभी हम है आपकी बात मत करो आपकी बात मत करो आप तो बड़े शायर बन गए यार हाँ पल ही पल में हम शायर बन गए कभी हायर बन गए कभी फायर बन गए तुम कबड्डी हल आते ही आते शायर बन गए हम तुम्हारे लायक बन गए हम तुमको देख के गायक बन गए गायक बन गए तुम तो सिर्फ गायक बन गए तुम तो हम हमारे तुमको हीरोइन नहीं हम तुमको देख के खलनायक बन गए लायक बन गए माया पानको पात होइन यसमा तिमीलाई सम्झन्छु दिनको रात महाकाली सरर एउटा ऱ्याप हम हेतु आया भलिबल हम आया हूँ हेतु केटिङको भलिबलमा भलिबलमा हम हेर्दै लेखा आइरह्यो कबड्डी हलमा हलमा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात महाकाली सरर होइन सोच्दै थिएँ बाटो कता रहेछ तर बाटो त यता यस्तो यस्तो क्या यस्तो हात पनि हामी सोच्दै थियौँ बाटो खै कता रहेछ प्रेम र मेरो आज कबड्डीमा भेट भइछ प्रेम पनि मुला साहित्यकार नै रहेछ मैले बोलाउँदा प्रेमशाला कहाँ गइछ प्रेमशाला कहाँ गएछ होइन प्रेम बोल्दाखेरि मलाई उक्क व्याक्क भइछ यो देखेर मलाई प्रेम लाग्यो खतरा खतरा कोही कोही साना छन् कोही छन् हामी जत्रा कोही भन्ने यत्रै कोही भन्ने कत्रा 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 सबले लगाएको छ नयाँ लुगा लगाएको छैन कसैले नि कपडा थोत्रा होइन खतरा अन्त एकदम बवाल छ अब यता भित्रतिर भलिबल चलिरहेछ भित्रतिर भलिबल चलिरहेछ होइन प्रेमलाई भलिबल खेल्न दिएन भन्ने पीडा मेरो मनमा खलिरहेछ यहाँ भविष्यका खेलाडीहरू फलिरहेछ त्यही भएर हामी पनि कबड्डीको हला छ ओहो कबड्डी होला छ माया पानको पात माया तिमीलाई रुकुइने रुकाको यो एकजना हाम्रो बादर द्याट इज नाइस यहाँबाट उक्लिएर देखाऊ च्यालेन्ज गीत गाना आता है तो गा के दिखाओ भन्न आउँछ भने कल बोल रही थी कि मैं क्लाइंबिंग बहुत करती हूँ अगर सच में चढ़ना आते हो तो यहाँ से आके दिखाओ हामी पागल हामी पागलै हो यो साथी दुनियाँले त्यसैलाई पागल बनाएको के थियो नि अहिले नआउँथ्यो सेन्टिमेन्टल होइन हामी अन्धको हान्ने हो नि अन्दाज पुरा धेरै हुने अन्त हाने झटारोको न यस्तै सुन कसैले बढी बोल्यो भने ओ हो हानिन्छ याद गरेर होइन हामी अन्धको हानिन्छ अहिले पो कबड्डी हलमा आएर यसरी हामी हेर्दैछौँ उस्तै पऱ्यो त हामीले पर्सनल कपिल शर्मा सो हानिन्छ अरू त्यसपछि एन्ड फाइनल्ली इन्ट्री भइसक्यो बादर्नीहरूको एकदम यहाँ चाहिँ भलिबल डह्रो भइरहेछ नसोच्नु होला यहाँ डह्रो भइरहेको छैन डह्रो भइरहेको छैन एकको पनि सर्भिस राम्ररी गइरहेको छैन केटीहरूको भलिबल राम्रो भइरहेको छैन मलाई यो भलिबल देखेर दिक्क लाग्यो केही पनि यहाँ राम्रो भइरहेछ अनि त्यही होइन एकदमै खतरनाक छ अब बिचमा चाहिँ के यताउता पक्क पुक्क भयो भने त्यो सिनमा हाल्छु
अनि त्यसपछि चाहिँ चट्ट भनेपछि जस्ट वेट अब के हुन्छ होइन स्टिल च्यालेन्ज गोइङ अन वाट्सअप